र घमण्डीले चाहिँ अब सुन्नुहोस्, अब नेक्स्ट टाइम तपाईँले जब पनि पाप गर्नुहुन्छ, अब यो चर्चबाट निस्किने बित्तिकै पाप गर्ने बित्तिकै तपाईँले चाहिँ के भन्नुपर्छ भने चाहिँ यसले गर्दा हो नि हौ भन्नु हुँदैन। के भन्नुपर्छ, म कति साह्रो घमण्डी भएको कारणले गर्दा मैले पाप गरेँ, अनि घमण्डी हुँदा मैले अनुग्रह पाइनँ, अनुग्रह नपाउँदा चाहिँ म गिरेको भनेर भन्यो भने चाहिँ कमसेकम डायग्नोस चाहिँ भयो, धुलो पिठो भयो। लास्टमा अयुबको शरीरमा बिमार पनि खनाइदियो। अब अयुबको शरीरमा बिमार पुरा परमेश्वरले हेर्नु हुँदैछ, क्लास 5 मा फर्स्ट डिभिजन भएको छ, कतै म जस्तो मैले यस्तो सेवा गरेँ भन्ने कहीँ छ कि भनेर पनि खोज्नु हुँदै थियो। त घमण्ड भन्ने पापलाई चाहिँ निर्मूल पार्नको लागि चाहिँ प्रभुले वरिपरिको मान्छेहरू पनि मारिदिनुहुन्छ। कतिचोटि धुवा आयो चारैपट्टि जङ्गलबाट, भेडाहरू आदि डढेको पोलिएको सबै हेरिन सक्नु, बर्बाद। 300 जना नोकर मरे, 300 जना नोकर मर्दा 300 जनाको विद्रोहीहरू सबै रोवाबासी छ घरमा। अयुबको त घटना घट्यो, अयुबको घरमा घटेको घटना जङ्गलमा आगो लागेको देखेर 3 जना विश्वासी आएर 7 दिन बोल्न सकेनन् अरे। 7 दिन चुपचाप, 7 दिन बोल्न नसक्ने, डम फाउन्डेड हुनु कस्तो भयङ्कर। 7 दिन बोल्न नसक्नु। आउनुहोस् त अयुबको किताबमा फ्युनरल भएको छैन नानीहरूको, आगो लागिरहेको छ जङ्गलमा, 7 जना आउने मान्छे बोल्न सकेको छैन, खरानी ताल भएर बसेको छ। मानव यो चाहिँ को भन्दै चाहिँ यसो हेर्दा सिलगढीतिर जाँदा तपाईँले एउटा बर्की उडेको मान्छे, मैला मान्छे, हलुङ्गेको भाँडामा यसो के भन्छ के त्यो रेचकी पैसा थापेर बसेको जस्तै दृश्य भएको थियो। तर त्यस्तो खरानीको तालमा पुग्दा पनि मान्छे चाहिँ ट्याउँ 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 ट्याउँ